आम्मामा मेरो रुम त कति फोहोर हो क्या। सो हेलो एभ्रिवान एन्ड वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै ठिक छु, एकदमै ठिक छु। अनि मैले चाहिँ आज के गर्न लागेको भन्ने कुरा तपाईँहरूले अगाडि भिडियोमा थाहा पाइसक्नुभयो होला। अनि म चाहिँ जहिले पनि आज चाहिँ मुखै नधोइकन क्या रुम सफा गर्छु भनेर सोचेको थिएँ। अनि म चाहिँ जहिले पनि बिहान उठ्ने बित्तिकै चाहिँ एक गिलास पानी पिउँछु, पिउन पनि पर्छ किनभने आफ्नो हेल्थको लागि हो नि त। अनि त्यही भएर अनि भिडियो एडिट गर्दा गर्दा चाहिँ कत्रो ठुलो पानी परिरहेको थियो। अनि ब्याकग्राउन्ड साउन्डमा चाहिँ चराहरू कस्तो मजाले कराइरहेको छ क्या। म चाहिँ पर्दाबाट स्टार्ट गर्छु। अनि यो पर्दाको कलर चाहिँ मलाई मनपर्छ। अनि यो पर्दा पनि मलाई एकदम राम्रो लाग्छ क्या। अनि मैले चाहिँ पर्दा लाउन थालेँ। अनि लगाइसकेपछि चाहिँ अनि एउटा पर्दा चाहिँ मैले उल्टो लगाएको थिएँ क्या। अनि त्यसलाई फेरि निकालेर चाहिँ म जोड्दैछु। अनि पर्दा लगाइसकेपछि चाहिँ मैले बेडहरू सफा गर्न थालेँ, सिरानीको खोलहरू सबै निकालेर। अनि सिरकहरू पनि उता अर्को बेडमा राखेर तन्नाको कभरहरू सबै निकालेर चाहिँ मैले येल्लो कलरको कभरहरू लाउँदैछु। अनि मलाई चाहिँ यो बेड चाहिँ मेरो हो होइन, म सुत्छु यो बेडमा चाहिँ। अनि मलाई चाहिँ के मनपर्छ भने यो बेडको चाहिँ त्यो जुन अब आफूलाई नचाहिएको सामानहरू हुन्छ नि, त्यो सामानहरू चाहिँ त्यो बेडको मुनि राख्नलाई कस्तो मजाले ठाउँ पुग्छ क्या। अनि स्पेसहरू पनि एकदमै खाली हुन्छ क्या। अब तपाईँहरूलाई थाहा छँदैछ होइन, अब हाम्रो रुम त एकदम सानो छ। किचन पनि एउटै रुममा छ अनि बेडरुम पनि एउटै रुममा छ। अनि फेरि मलाई यो बेड मिलाउनलाई चाहिँ एकदमै गाह्रो लाग्छ किनभने यसमा डस्ना ठुलो छ क्या। किनभने पुरानो डस्ना पनि त्यही राखेको थियो, अब ठाउँ छैन नि त। अनि नयाँ डस्ना ल्याउँदा पनि त्यसमै खप्टाएर राखेको थियो नि त। अनि त्यो डस्ना एकदमै बाक्लो थियो क्या। अनि ठ्याक्कै मतलब त्यही साइजको नै लिएर आएको, तर त्यो तन्किँदाखेरि चाहिँ एकदमै लामो भयो क्या त्यो डस्ना। अनि त्यही भएर चाहिँ यो बेड मिलाउनु चाहिँ मलाई धेरै गाह्रो लाग्छ। अनि फेरि मैले चाहिँ यहाँ सिरानीको खोला हाल्नलाई रेडी गर्दैछु। अनि मैले सिरानीको खोला हाल्दैछु। हालिसकेपछि मलाई चाहिँ यो कलरको तन्ना चाहिँ मनपर्छ क्या। बेड कभर चाहिँ एकदम एकदम राम्रो लाग्छ क्या मलाई यो कलरको बेड कभर। अनि सो मैले चाहिँ तन्ना हालिसकेँ। अनि तन्ना हालेपछि चाहिँ मैले चाहिँ अर्को बेड सफा गर्नलाई रेडी गर्दैछु। अनि यो चाहिँ मेरो मामुको बेड हो। अनि मेरो मम्मी चाहिँ यसमा सुत्नुहुन्छ। अनि मेरो मम्मी को बेड र मेरो बेड कभर चाहिँ मैले चेन्ज नगरेको धेरै भएको थियो नि त। अनि म मामा घर गएको थिएँ क्या। अनि मामा घर जानुभन्दा एक दुई दिन अगाडि मैले बेड कभरहरू चेन्ज गरेर रुमहरू यसै गरी नै सबै सफा गरेर अनि म गएको थिएँ। अनि अब आउँदाखेरि त सधैँ सफा गरेको जस्तो त हुँदैन नि त। अनि हाम्रो मम्मी चाहिँ भ्याउनुहुन्न क्या, काममा जानुहुन्छ नि त। अनि त्यही भएर जे पनि म गर्छु। अनि त्यतिखेर चाहिँ म मामा घर जाँदाखेरि चाहिँ मम्मीले एडजस्ट गर्नुभयो, रुमहरू चाहिँ सफा नै राख्नुभयो। अब मम्मीलाई चाहिँ म किन काम लाउँदिनँ भनेदेखि अब